अब यसपछि यहाँ रहँदाखेरि तपाईँ पनि एमएससीमा हुनुहुन्थ्यो? हजुर हजुर सबै एमएससी। म्याम हजुरको नाम के हो? मेरो नाम सुनिता। सुनिता के हो? नेपाली त्यहाँ कोही हुनुहुन्न। एमएससीले सबै सहयोग गरेर निकालिसक्यो। हामी यहाँ आइपुगेको नत्र भन्दाखेरि कोही पनि छैन अब हाम्रो नेपाली अनि नर्मल मान्छेहरूलाई चाहिँ कसरी उद्धार गर्ने नेपालले? नर्मल भन्नाले सबै होइन युएसको चाहिँ उसमा तपाईँहरूको काम गर्ने बाहेक अरू जानुभएको दाजुभाइहरूलाई चाहिँ नेपाली दाजुभाइहरूलाई जो पनि उनीहरूको अन्डरमा आएको छ उनीहरूले उहाँलाई पनि रेस्क्यु गरेको हेलो सर। हेलो गाडी यतिको लागि उतिको लागि भन्ने हुन्न। तपाईँको वर्षमा कन्ट्र्याक्ट हुन्छ। अब यति वर्ष भन्ने हुन्न। त्यहाँको अवस्था अहिले कस्तो छ तपाईहरुले कसरी? अवस्था त अलि नाजुकै छ। क्याप झिको भन्ने तपाईको अनुहार आउँछ भनेर हो। के छ सबै अवस्था चित्रण गरिदिनुस् न, कसरी आउनुभयो तपाईहरु, के छ कसो छ, तपाईको नाम चाहिँ? हामी चाहिँ अब त्यहाँबाट चाहिँ सकुशल राम्रैसँग आयौँ भनौँ हैन। जति पनि युएसएमबीसीमा कार्यरत हामी गोर्खाली दाजुभाइहरू थियौँ, त्यो उहाँहरू चाहिँ सकुशल आउनु पाउनुभयो। र मलाई लाग्छ अरू एमबीसीको दाजुभाइहरू पनि सकुशलै आउनुभयो होला। तर बाहिर जुन सिभिलमा जुन बाहिर काम गर्नुहुन्छ उहाँहरू चाहिँ अलिकति अवस्था नाजुकै होला जस्तो लाग्छ मेरो उसमा एनालाइसिसमा त्यस्तो लाग्छ। मेरो लालबहादुर पुनमगर। लालबहादुर जी, अनि तपाईले कहाँ ट्रान्जिट भएर आउनुभयो, कसरी आउनुभयो? हामी त सुरुमा काबुलबाट चाहिँ युएस उसमा चाहिँ के अरे युएसको एयरफोर्सबाट चाहिँ हामी चाहिँ उसमा कतारमा आयौँ। कतारबाट फेरि युएसकै एयरफोर्स हुँदै फेरि हामी चाहिँ कुवेत पनि, कुवेतबाट चाहिँ यहाँ आएको। गोलाबारी कतिको सुन्नुभयो? त्यस्तो धेरै चाहिँ छैन छन् त। अब मतलब गोलाबारी धेरै भन्दा नि अलिकति र्युमर धेरै छ। तपाईँ कति भयो अफगानिस्तान जानुभयो? कति समय बस्नुभयो? म 2 वर्ष। 2 वर्ष बस्नु। त्यसको लागि लोन केही लिनु भएको थियो पैसा हो कि फ्रीमा जानुभयो कि पैसा कति होइन त्यहाँ त फ्रीमा। सुन्नु न, अनि कस्तो रह्यो त्यहाँ अहिले नेपालीहरूको अवस्था के छ? गभर्नमेन्टले अरूलाई उद्धार गर्न के गर्नु पर्ला, के कस्तो देख्नुहुन्छ तपाईले भन्नुस् त? मेरो हाम्रो उसमा चाहिँ सोचाइमा चाहिँ के छ नि, यो जति पनि एमबिसीमा कार्यरत हुनुहुन्छ उहाँहरूलाई चाहिँ सबै एमबिसीले नै उद्धार गरिसकेको अवस्था होला जस्तो लाग्छ। तर यो बाहिर जुन सिभिलमा काम गर्ने दाजुभाइहरू हुनुहुन्छ, सिभिलमा पनि जानुभएको छ, त्यो चाहिँ अवैधानिक रूपमा जानुभयो होला सायद। त्यहाँ गएको मान्छेहरूको अवस्था चाहिँ अलिक नाजुकै होला। त्यसको लागि चाहिँ गभर्मेन्टले हेर्नै पर्ने हुन्छ। कुनै रेकर्ड छैन है कति जति हुनुहुन्छ होला नेपाली दाजु? हुने कुरा भएन। हैन तपाईहरुको अनुमानमा त्यहाँ बस्नु भएको हैन हाम्रो कति नेपाली हुनुहुन्छ? हामीले अनुमान लिने भनेको हाम्रो जुन हामी युएसएमबीसी भित्र काम गर्ने उहाँहरूको बारेमा चाहिँ हामीलाई थाहा हुन्छ। त्योभन्दा बाहिर चाहिँ हामीलाई थाहा हुन्छ। त्यो तपाईहरुकोमा त त्रासको स्थिति अथवा भयको स्थिति? त्रास यति त अवश्य भइहाल्छ नि। त्यहाँ अब एउटा युद्ध भूमि जस्तै छ हैन, त्यो त अब त्रास त भइहाल्छ। अब तपाईँ आफै कल्पना गर्नुहोस् न कस्तो हुन्छ। तपाईको यहाँको घर चाहिँ कहाँ हो? मेरो प्युठानमा छ। प्युठान? हजुर। तपाईले आफ्नो नेपाल यहाँ आउँदाखेरि त ल्यान्ड गर्दा कस्तो थियो अनुभूति भयो? एकदम प्राउड थियो, एकदम प्राउड। अब विदेश जाने कि नजाने?
अब त जाने सम्भावना छैन त्यहाँ। नजाने यति बस्नु तपाईँहरू त्यहाँ रहिरहँदा अथवा नेपाल आउनु पाउँछु भन्नुभन्दा अगाडि चाहिँ मनमा के कुराहरू थियो? होइन आउन पाउँछु भन्ने त हामीलाई लगभग कन्फिडेन्टै थियो किनकि हामीलाई अब त्यो युएस एम्बेसीले चाहिँ हामीलाई त्यो किसिमको पनि गरिरहेको थियो। कुन ठाउँ त्यहाँ आइपुग्नुभयो भन्दैन नि एकचोटि फेरि। हामी हामीले काम गर्ने ठाउँ काबुलदेखि अलिकति लगभग हेलीमा 5-7 मिनट लाग्छ। त्यहाँबाट काबुलको उसमा आयौँ, एयरपोर्टमा आयौँ। त्यसपछि चाहिँ कतारबाट कुवेत हुँदै यहाँ। एयरपोर्टको स्थिति के छ त्यहाँको? त्यहाँ भयावह देखिरहेको छ स्थिति? होइन, एयरपोर्टमा ठिक नर्मलै छ। त्यहाँ मान्छेहरू झुन्डेको यताउति पनि देखिरहेको थियो, तपाईँलाई त्यस्तो त केही भयो? मैले पुरा बुझेन। जस्तो त्यहाँ प्लेनमा झुन्ड्यो भिडियोमा देखाउँदाखेरि प्लेनमा मान्छे झुन्डेको, त्यो प्लेनबाट खसेको खालका कुराहरू पनि देखाइरहेको छन्, त्यस्तो दृश्य त देख्नु भएको छ? त्यो त खै हामीले थानाबाट पुरा त्यो युएस एम्बेसीमा कार्यरत सबै नेपाली फर्किनु भएको? सबै फर्किनु। कतिजना हुनु कार्यरत हुनुहुन्छ त्यहाँ? 500 को हाराइ छौँ हामी। तपाईँको शुभ नाम के भन्नु? मेरो लालबाबु पुन्नु। हस् धन्यवाद। प्रोत्साहन गर्नुभयो। हजुर। सर